एभ्रिवान वेलकम टु माई भिडियो। आज चाहिँ म स्वयम्भू गएको थिएँ अनि मलाई गएको थिएँ नि त, अनि मलाई एकदमै गाह्रो भयो, टाउको दुख्यो। अनि त्यसपछि म चाहिँ स्वयम्भूमा लाफिङ र ड्राई नुडल्स खानलाई गएँ होइन। अनि यति धेरै मिठो चाहिँ मिठो, हाफ ड्राई नुडल्स पनि खानु सकिनँ के। अनि बल्ल तल किनभने पैसा तिरेपछि फुड फ्याँक्नु मन लाग्दैन क्या मलाई चाहिँ। अनि त्यो कारणले खाँदैछु होइन। एउटा कागती दिएको थिएँ फर्स्टमा, अनि पछिबाट फेरि 2टा पिस मागेर फेरि पनि खाएँ होइन। जसरी भए पनि मलाई चाहिँ सिद्धाउनु छ भनेको होइन। खाँदैछु, खानामै कन्सन्ट्रेट गरिरहेको छु, किनभने मलाई एकदम वाक लागेर टाउको दुखेर कस्तो भइरहेको थियो। अनि मैले चाहिँ खानै सकेको थिएन, तर पनि जबरजस्ती कोक र सँग खाएँ। अब हेर्नु, जिन्दगीमा केही छैन मैले लानु। त्यही भएको भएर जब म यस्तो जब मरौ परौमा जान्छु नि, मेरो माइन्ड चाहिँ एकदम के भएर हुन्छ, एकदमै पोजिटिभ भाइब्स आउँछ क्या। अनि त्यो भएर आफै खुसी हुने, एक्लै खाने, एक्लै हिँड्ने, आफूलाई जे मन लाग्छ। रिस डाहा ईर्ष्या घमण्ड आखिर के को लागि होइन, मरेपछि त सकियो। त्यसकारण बाँचुन्जेली चाहिँ रमाउने, खुसी हुने होइन, सकेको गर्ने हो। त्यसपछि चाहिँ म लखर हेरेँ, अगाडिको भाइब्स यति राम्रो थियो, अगाडिको भ्यूहरू हेर्दै म फर्केँ। ओके, बाई बाई गाइज।